घाँस काट्नु भनेर जङ्गल जाँदैछु। हिजो पनि गएको थिएँ बेलुकातिर आएर तल लेगुवाबाट। अनि आजको मौसम हेर्न सक्नुहुन्छ कस्तो दामी देखिरहेको छ। घाम लागेर है सबैतिर घाम लागिरहेछ नि कस्तो दामी देखिरहेको छ। अनि एक्कासी पानी पर्नु थाल्यो। अघि दिउँसो त कस्तो राम्रो घाम लागेको थियो, घाम लाग्छ ल भनेर आज त यतिखेर त सबै पानी परेर अनि अहिले चाहिँ अलिक जाडो भइरहेछ किनभने अघि पानी परेको थियो। अनि अहिले फेरि हावाहरू पनि चलिरहेको छ नि त, त्यसले गर्दा अहिले चाहिँ अलिक जाडो भइरहेको छ। हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई ब्लग। अनि तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। आई होप तपाईँहरू आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ म घाँस काट्नु भनेर जङ्गल जाँदैछु। हिजो पनि गएको थिएँ बेलुकातिर आएर तल लेगुवाबाट। अनि अहिले चाहिँ बिहान अर्कै काम गर्ने भनेको, अब बिहान त्यो काम नगर्ने भएर अनि अहिले फेरि म घाँस काट्नु नै जाँदैछु। बिहानभरि के गरी बस्नु त भनेर मैले चाहिँ घाँस काटिसकेको छु। अनि घाँस भारी पनि बाँधिसकेको छु, हेर्न सक्नुहुन्छ। अनि अघि चाहिँ घाँस काट्दै गर्दा चाहिँ लास्टै गर्मी भएको थियो, घाम लागेको छ नि त आज त। अनि लास्टै गर्मी भएको थियो, त्यही भएर मैले ज्याकेट निकालेर राखेको थिएँ। अनि ज्याकेट ल्याएर म घर लिएर जान्छु। अनि आजको मौसम हेर्न सक्नुहुन्छ कस्तो दामी देखिरहेको छ। घाम लागेर है सबैतिर घाम लागिरहेछ नि कस्तो दामी देखिरहेको छ। अरू बेला चाहिँ सधैँ धुम्मिरहेको हुन्थ्यो नि त, अनि अरू बेला चाहिँ घामै त्यति लाग्दैन थियो, त्यही भएर खासै राम्रो हुँदैन थियो। अनि आज चाहिँ कस्तो दामी रहेको छ, कति दिनपछि होला घाम लागेर। म चाहिँ घाँस काटेर अघि नै आइसकेको छु। अनि खानाहरू पनि खाइसकेँ। अब चाहिँ दिउँसोको काममा जान आँटेको। अनि आजको दिउँसोको काम भनेको चाहिँ हाम्रो दाउरा चिर्ने छ। अनि आजको भ्यू तपाईँहरूले देख्न सक्नुहुन्छ, घाम लागेर कस्तो राम्रो देखिरहेको छ। चारैतिर घाम लागिरहेछ नि त आज त राम्रो देखिरहेको छ। अनि हामी चाहिँ अहिले दाउरा चिर्दै थियौँ। अनि हेर्न सक्नुहुन्छ आज हामी दुईजनाले चिरेको यति दाउरा हो। अनि अब चाहिँ हामी खाना खान जान आँटेको। पानी पर्न आँटेको छ। अघिसम्म चाहिँ राम्रो घाम लागेको थियो, अहिले अचानक हेर्न सक्नुहुन्छ सबै कुहिरोहरू आएर है पानी पर्न आँटिरहेको छ सबैतिर। अहिले चाहिँ हामीले खाजाहरू खाइसकेको छौँ। फेरि काम गर्नु भनेर निस्किन आँटेको। पानी परिरहेछ, सबै पानी छिटाउँदैछ, लास्टै जाडो भइरहेको छ है। पानी पुरै छिटाइरहेको छ। अहिले चाहिँ हावाहरू चलिरहेछ। अनि अब सायद ठुलै पानी पर्छ जस्तो नि हुँदैछ। अहिले चाहिँ हामी दाउरा चिर्दैछौँ। अनि एक्कासी पानी पर्नु थाल्यो। अघि दिउँसो त कस्तो राम्रो घाम लागेको थियो, घाम लाग्छ ल भनेर आज त यतिखेर त सबै पानी परेर काम गर्नै दिएन। अनि हामीले चिरेको दाउरा चाहिँ यहाँ देख्न सक्नुहुन्छ। अनि अहिले चाहिँ पानी परेर हेर्नु सबै कालै भइरहेछ है आकाश चाहिँ। अब चाहिँ पानी अलिक कम भएको छ। अनि अब चाहिँ हामी फेरि दाउरा चिर्नु सुरु गर्न आँटेको। अलिअलि चाहिँ पर्दैछ, आकाश गाडा पनि गर्दैछ। अनि अघिको भन्दा चाहिँ धेरै कम भएको छ, अलिअलि मात्र आइरहेछ। त्यही भएर अब फेरि हामी दाउरा चिर्न आँटेको हो। अब हामीले चाहिँ काम पनि छोडिसकेको छौँ। अब चाहिँ पानी पनि परेको छैन। अघि चाहिँ एकछिन चाहिँ पानी परेर हावा चलेर असिना पनि आयो है। अहिले चाहिँ पानी परेको छैन। अनि अहिले चाहिँ हेर्न सक्नुहुन्छ अहिलेको भ्यू यस्तो रहेको छ। अहिले अघि एकछिन त लास्टै अति आयो एकछिन, अहिले चाहिँ सबै शान्त भएको छ। अहिले चाहिँ म हातखुट्टाहरू धोएर सबै कामहरू सकेर बसिरहेको छु। अनि हेर्न सक्नुहुन्छ अहिले चाहिँ रात परिसकेको छ, अँधेरो भइसकेको छ। अनि अहिले चाहिँ अलिक जाडो भइरहेछ किनभने अघि पानी परेको थियो। अनि अहिले फेरि हावाहरू पनि चलिरहेको छ नि त, त्यसले गर्दा अहिले चाहिँ अलिक जाडो भइरहेको छ। अनि अहिलेको भ्यू चाहिँ नाइट भ्यू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। हावाहरू चलिरहेको छ नि त, त्यसले गर्दा एकदमै जाडो भइरहेको छ। गाइस, म चाहिँ अहिले रुममा आइसकेको छु सुत्नु भनेर। म खानाहरू खाएर सबै गरिसकेँ। अब चाहिँ म सुत्नु भनेर आएको। म आज एकदमै छिटो सुत्दैछु किनभने आज दिउँसो पानी परेको थियो, हावाहरू चलेको थियो। अनि त्यसले गर्दा एकदमै जाडो भइरहेको छ। अनि त्यसले गर्दाखेरि बत्ती पनि आएको छैन, त्यही भएर म चाहिँ अहिले क्यामेराको फ्ल्यास लाइट बालेर भिडियो बनाउँदैछु।
अनि आज चाहिँ म भ्लग इन्ड गर्नु आएको अहिले चाहिँ। आई होप तपाईँले आजको भिडियो मन पऱ्यो होला, अनि मन पऱ्योमा लाइक कमेन्ट अनि सेयर गर्नु चाहिँ नबिर्सिनु होला, अनि सब्सक्राइब चाहिँ प्लिज गरिदिनु होला यस्तै यस्तै भिडियोहरूको लागि। अनि फेरि पनि भेट्ने छ अर्को भिडियोमा, तबसम्म आफ्नो र आफ्नो परिवारको ख्याल राख्नु होला। अनि यति भन्दै थ्याङ्क्स फर वाचिङ एन्ड बाई।